नमस्ते साथीहरू, आजको भिडियोमा तपाईहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयबारे कुरा गर्न जाँदैछौँ, जसले तपाईको स्वास्थ्य र जीवनशैली दुवैमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। त्यसैले भिडियो अन्तसम्म ध्यान दिएर हेर्नुहोस्। के तपाईलाई पनि कहिलेकाहीँ यस्तो लाग्छ कि तपाईको छाला पहिलेभन्दा अलि कालो, निस्तेज वा थाकेको जस्तो देखिन्छ? धेरै मानिसहरू यही समस्याबाट गुज्रिरहेका हुन्छन्, तर कारण र समाधान धेरैलाई स्पष्ट रूपमा थाहा हुँदैन। वास्तवमा छालाको चमक हराउनु कुनै एक कारणले मात्र होइन, हाम्रो दैनिक बानी, खानपान र जीवनशैलीको असरले हुन्छ। छाला निस्तेज हुनुको मुख्य कारणहरूमा घामको असर, शरीरमा पानीको कमी, गलत खानपान, निन्द्रा कमी र धेरै तनाव पर्दछन्। घाममा धेरै समय बिताउँदा छालामा मेलानिन बढ्छ, जसले छाला कालो र अनइभन देखिन थाल्छ। पानी कम पिउँदा छाला सुक्खा, थाकेको र फिका देखिन्छ। त्यस्तै धेरै तेल, चिनी र जङ्क फुड खाने बानीले छालाको नेचुरल ग्लो बिस्तारै हराउँदै जान्छ। निन्द्रा राम्रो नपुग्दा शरीरले आफ्नो स्किन रिपेयर गर्ने समय पाउँदैन, जसले डार्क सर्कल, पिम्पल्स र डल स्किन बढाउँछ। स्ट्रेस र चिन्ताले हर्मोन इम्ब्यालेन्स गराउँछ, जसले छालाको हेल्थमा प्रत्यक्ष असर पार्छ। तर उपायहरूतिर लाग्नुभन्दा पहिले एउटा कुरा बुझ्न धेरै आवश्यक छ, हामी सबैको छाला एकै नासको हुँदैन। कसैको छाला ऑयली हुन्छ, कसैको ड्राई त कसैको सेन्सिटिभ। त्यसैले आफ्नो छालाको प्रकार, स्किन टाइप चिन्नुहोस्। यदि ऑयली स्किन छ भने लाइट वेट वा जेल बेस्ड प्रडक्ट रोज्नुहोस्, र यदि ड्राई स्किन छ भने अलि क्रीम बेस्ड, डीप मोइस्चराइजिङ प्रडक्ट प्रयोग गर्नुहोस्। आफ्नो छाला सुहाउँदो केयर गर्दा मात्रै सही परिणाम देखिन्छ। तर राम्रो कुरा के हो भने यी सबै समस्याहरूको समाधान धेरै सजिलो र नेचुरल तरिकाले गर्न सकिन्छ। सबैभन्दा पहिले घामबाट बच्न सनस्क्रिन प्रयोग गर्नु अत्यन्त आवश्यक छ। SPF 30 वाट त्योभन्दा माथिको सनस्क्रिन दैनिक प्रयोग गर्दा छाला सुरक्षित रहन्छ। धेरैले सोध्छन् कि घाम लागेको दिन मात्र सनस्क्रिन लगाउने हो, तर त्यसो होइन। बादल लागेको दिन वा घरभित्र बस्दा पनि UV रेसले हाम्रो छालालाई असर गरिरहेको हुन्छ, त्यसैले यसलाई आफ्नो दैनिक नियम नै बनाउनुहोस्। दोस्रो, दिनमा कम्तीमा 2 देखि 3 लिटर पानी पिउनुहोस्। पानीले शरीरभित्रको टक्सिन्स बाहिर निकाल्न मद्दत गर्छ र छालालाई भित्रबाट नै चम्किलो बनाउँछ। त्यसैगरी हेल्थी डायट पनि धेरै महत्त्वपूर्ण हुन्छ। भिटामिन C भएका फलफूल जस्तै कागती, सुन्तला, अमला, स्ट्रबेरी र हरियो सागसब्जी नियमित खानुहोस्। यी खानेकुराले छालाको रङ्ग सुधार गर्न र नेचुरल ग्लो बढाउन मद्दत गर्छ। साथै सिम्पल स्किन केयर रुटिन अपनाउनुहोस्। बिहान र बेलुका अनुहार सफा गर्ने, मोइस्चराइजर लगाउने र सनस्क्रिन प्रयोग गर्ने बानी बसाल्नुहोस्। धेरै महँगो प्रडक्टभन्दा कन्सिस्टेन्सी धेरै महत्त्वपूर्ण हुन्छ। निन्द्रा पनि छालाको लागि अत्यन्त आवश्यक हुन्छ। दिनमा कम्तीमा 7 देखि 8 घण्टा राम्रोसँग सुत्दा छाला आफै रिपेयर हुन्छ र फ्रेस देखिन्छ। साथै हल्का एक्सर्साइज वा बिहानको हिँडाइले पनि ब्लड सर्कुलेसन बढाउँछ, जसले छालामा प्राकृतिक चमक ल्याउँछ। छालालाई अझ हेल्थी र ग्लोइङ बनाउन अनुहारको हल्का मसाज पनि धेरै उपयोगी हुन्छ। बिहान वा राति 2 देखि 3 मिनेट फेस मसाज गर्दा ब्लड सर्कुलेसन राम्रो हुन्छ र छालामा नेचुरल ग्लो आउँछ। साथै हप्तामा 2 देखि 3 पटक स्टिम लिनु पनि फाइदाजनक हुन्छ, जसले छालाका पोर्स खोल्छ र भित्रको डट सफा गर्न मद्दत गर्छ। नियमित रूपमा यो बानी अपनाउँदा छाला झन् सफा, सफ्ट र चम्किलो देखिन थाल्छ। यदि तपाईँ प्राकृतिक उपायहरू चाहनुहुन्छ भने घरमै उपलब्ध सामग्री पनि उपयोग गर्न सकिन्छ। मह र कागती मिसाएर 10 देखि 15 मिनेट अनुहारमा लगाउँदा छाला सफा र चम्किलो हुन्छ। दही र बेसनको प्याक हप्तामा 2 पटक प्रयोग गर्दा डेड स्किन हट्छ र छाला नरम हुन्छ। एलोभेरा जेल राति सुत्नुअघि लगाउँदा छाला कुल, सफ्ट र हाइड्रेटेड रहन्छ। यहाँनिर एउटा महत्त्वपूर्ण कुरा याद राख्नुहोला, प्राकृतिक सामग्रीहरू सुरक्षित भए तापनि सबैलाई सबै चिज सुट नगर्न सक्छ। उदाहरणका लागि, कसैलाई कागतीको रसले पोल्ने वा एलर्जी हुन सक्छ। त्यसैले अनुहारमा कुनै पनि घरेलु प्याक लगाउनु अघि आफ्नो हात वा कानको पछाडि थोरै लगाएर प्याच टेस्ट अवश्य गर्नुहोस्। र कुनै पनि उपाय गर्दा एकै दिनमा जादु हुँदैन, यसका लागि केही हप्ता धैर्यताका साथ निरन्तरता दिनुपर्छ। अर्को कुरा, मौसम परिवर्तन हुँदा हाम्रो छालाको आवश्यकता पनि बदलिन्छ। गर्मी र मनसुनको समयमा पसिना र धुलोका कारण पिम्पल्स आउने डर धेरै हुन्छ, त्यसैले यो समयमा फेस डीप क्लिन गर्नु जरुरी छ। हिँडत वा जाडो महिनामा हावा सुक्खा हुने भएकाले छाला फुट्ने र फुस्रो हुने गर्छ, त्यसैले जाडोमा अलि बढी मोइस्चराइजर र ओठको लागि लिप बामको प्रयोगमा ध्यान दिनुपर्छ। तर ध्यान दिनुपर्ने कुरा के हो भने धेरै केमिकल प्रडक्ट प्रयोग गर्नु हुँदैन, किनकि यसले छाला झन् बिगार्न सक्छ। धूम्रपान, अल्कोहल र जङ्क फुडबाट टाढा रहनु पनि छालाको हेल्थका लागि अत्यन्त आवश्यक छ। बारम्बार अनुहार छुनु वा डर्टी हातले फेस टच गर्नु पनि पिम्पल्स र संक्रमणको कारण बन्न सक्छ।
अन्त्यमा याद राख्नुहोस् कि सुन्दर र चम्किलो छाला पाउन महँगो क्रिम वा ट्रिटमेन्ट आवश्यक छैन, बरु सही लाइफस्टाइल, राम्रो खानपान र नियमित हेरचाह नै मुख्य कुरा हो। यदि तपाईले आजैदेखि यी साना बानीहरू परिवर्तन गर्नुभयो भने केही दिनमै तपाईले आफ्नो छालामा सकारात्मक परिवर्तन देख्न सुरु गर्नुहुनेछ। यदि तपाईलाई यस्तो हेल्थ टिप्स उपयोगी लाग्यो भने भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।